हस्पिटलबाट चाहिँ निस्केँ। आज नानी बाबुको स्कुलमा मिटिङ छ, त्यही भएर म चाहिँ अब डाइरेक्ट स्कुल साथीहरु नमस्ते, फेरि पनि स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। यदि कोही नयाँ हुनुहुन्छ भने प्लिज लाइक शेयर कमेन्ट सब्स्क्राइब चाहिँ गरिदिनु होला। आज चाहिँ म हस्पिटल जाँदैछु। दिदीको डेलिभरी हुने टाइम भयो। हिजोदेखि लेबर पेन भएर लिएर आएको रहेछ, अहिले चाहिँ इमर्जेन्सीमा छ। त्यसै कारण आज चाहिँ म दिदीलाई भेट्न जाँदैछु। अब अहिलेसम्म त बेबी भएको छैन रे, अब गएर हेरौँ के हो कस्तो हो सिचुएसन। अब हजुरहरूलाई चाहिँ म वहीँ हस्पिटल पुगेपछि भिडियो बनाउँछु। अहिले चाहिँ म यहाँ म्याजिक कुर्दैछु साथीहरू, म्याजिक कुर्दैछु। म्याजिक पनि आयो। ल म अब चाहिँ हजुरहरूलाई हस्पिटलमै भिडियो बनाएर देखाउनेछु। गाइस म चाहिँ यहाँ हस्पिटल आइसकेँ, हस्पिटल छिरिसकेँ। सुत्केरी इमर्जेन्सीमा भन्दै थियो, डाइरेक्ट उता हो जानुपर्ने। जेठानी दिदीहरू आउनुभयो भन्नुभएको थियो दिदीको। अब म चाहिँ एकछिन अब यहीँ बाहिर फोन गर्छु दिदीलाई नै। दिदीको फोन लियो होला नि त, अब उनीहरूको नम्बर त छैन मसँग। अब जान्छु। मलाई कस्तो ढुकढुक ढुकढुक भइरहेको, कति गाह्रो हुन्छ। मैले पनि तीनटा बेबी पाइसकेँ। म चाहिँ हस्पिटलमा आइसकेँ। अब दिदीलाई भेटेपछि म हजुरहरूलाई भिडियो बनाएर देखाउँछु है त। म चाहिँ यहाँ वेटिङ रुममा छु साथीहरू। वेटिङ रुमको बाहिर वेट गर्दैछु। दिदी चाहिँ त्यहाँ भित्र छ। भित्र चाहिँ जान दिएको छैन। कति धेरै मान्छेहरू हुनुहुन्छ। सबैजना यहाँ गुड न्युज सुन्नको लागि वेट गर्दै हुनुहुन्छ। दिदीलाई चाहिँ हिजो बेलुकादेखिबाट व्यथा लागेको, अझसम्म पनि घर खुलेको छैन। 2 घर मात्रै खुलेको छ। अहिले चाहिँ म दिदीको लागि सुप लिन जाँदैछु। तातो अलि तातो खायो भने हुन्छ कि व्यथा लाग्ने चाहिँ दबाई त दिनुभयो डक्टरले। तर हेरौँ अब कति बेलासम्म हो। अहिले चाहिँ म काहीँ नाच्छु सुप लिनको लागि। यहाँ चाहिँ दिदीको हालत यस्तो छ, सुप खाँदैछ। भिडियो गर्न पाउँछ कि पाउँदैन, यहाँ चाहिँ लुकी गरिरह। दिदीलाई पछि हेर्न मेमोरी हुन्छ। म चाहिँ साथीहरू हस्पिटलबाट चाहिँ निस्केँ। आज नानी बाबुको स्कुलमा मिटिङ छ, त्यही भएर म चाहिँ अब डाइरेक्ट स्कुल जान्छु। हस्पिटलबाट त निस्केँ। दिदीको कन्डिसन फेरि अझैसम्म लाग्दै छ। अब धेरै लामो व्यथा लाग्यो दिदीलाई चाहिँ। हिजो बेलुका 11 बजेदेखिबाट रे अहिलेसम्म बेबी भएको छैन। त्यही भएर म चाहिँ अब डाइरेक्ट स्कुल जान्छु साथीहरू। अब हस्पिटलबाट चाहिँ निस्किँदैछु। चाहिँ अटोमा जाँदैछु। अब डाइरेक्ट स्कुल गएर झर्छु। अनि मिटिङ छ आज, मिटिङ एटेन्ड गर्छु। अनि त्यसपछि बाबु नानीकै स्कुलको बसमा घर जान्छु। म चाहिँ यहाँ स्कुल आइसकेँ साथीहरू। अब डाइरेक्ट सिधै हलमा जाँदैछु। मिटिङ सुरु भइसक्यो होला, 2 बजीदेखि भन्नुभएको थियो। 2:30 भइसक्यो। म डाइरेक्ट हलतिर जाँदैछु। सर्वप्रथम हाम्रो प्री प्राइमेरी लेभल जसलाई हामीले फाउन्डेसन लेभल भन्ने गरिन्छ, त्यहाँ हामीले अत्यन्तै प्लेफुल वेमा, अत्यन्तै फन वेमा बच्चाहरूलाई सिकाउने जुन प्रयास गरेका थियौँ त्यो अत्यन्तै सफल भएको छ र त्यसले एकदम पोजिटिभ रिजल्ट दिइरहेको छ भन्ने हाम्रो बाबु नानीहरूको व्यवहारबाट हामीलाई बुझिरहेका छौँ। म चाहिँ साथीहरू स्कुलबाट चाहिँ निस्केँ। बसमा जान्छु सँगै भनेर सोचेको थिएँ। बस त गइसकेको रहेछ। घर पुगिसक्यो होला नानी बाबु चाहिँ। म चाहिँ अब यहाँ कति बेला पुग्ने होला, रोयो कि के गर्यो होला है। झन् त्यो म्यामलाई भन्न पठाएको त भनिदिनु भएन चाहिँ क्या हो। अलि ठिकै हुन्छ बसमा जान भन्नुभयो। सोधेको त गइसक्यो भन्छ। के हो कि बस धरि आइसक्यो जस्तो छ। यही बेला फेरि अटो पनि आउँदैन। खोइ म त बस नानीहरूलाई पुऱ्याएर पनि स्कुल गइसक्यो। यही बेला बस पनि आउँदाखेरि यही बेला अटो पनि आउँदैन।
घर गएर के गर्यो होला है। साथीहरू म चाहिँ यहाँ घर आइसकेँ। घर आएर पनि नानी बाबुहरूलाई खाजा चाउमिन किनेर लिएर आइदिएको। म नि थोरै भातसँग खाएको। बिहानको भात बाँकी थियो अनि त्यही भात हालेर खाँदैछौँ। अनि कपडाहरू चाहिँ त्यस्तो मिलाएको छैन, भद्र गोल छ क्या। म चाहिँ त्यत्तिकै नानी बाबुहरूलाई स्कुल पठाएर दिदी ठाउँमा गएको थिएँ। दिदीको चाहिँ अझै त्यस्तै बेथा लाग्दै अरे डेलिभरी बेबी भएन अरे। अब बेलुका मिल्यो भने चाहिँ म जान्छु, नत्र भए मेरो पनि सानो नानी बाबुहरू छ, जान मिल्दैन। अनि अब हजुरहरूलाई भिडियो कस्तो लाग्यो, मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला। अहिले चाहिँ मैले भिडियो यहीँ इन गरेँ। बाई बाई।